Hey everyone, welcome back to my channel once again. फेरि नयाँ vlog लिएर आइसकेको छु। हजुरहरु कस्तो हुनुहुन्छ? म त यहाँ सन्चै छु। धेरै भन्दा पनि धेरै दिन अगाडि नै यो पार्सल आएको थियो, तर मैले अनबक्सिङ गर्नु नै पाएको थिएन। त्यही हो, प्रयाको एक्जाम चलिरहेको थियो। त्यो भएर पनि र घरमै कतिवटा कामहरु पेन्डिङ भइरहेको थियो। त्यसले गर्दा र अब पनि मैले यो चेक गरिन भने चाहिँ सामान कस्तो आएको छ, के आएको छ र मलाई केही थाहा नै नहुने भयो। त्यही भएर चाहिँ आज चाहिँ म यो पार्सल ओपन गर्न जाँदैछु। हेरौं के कस्तो आएको छ प्रोडक्ट। यो चाहिँ मैले डियोड्याब एप्लिकेसनबाट मगाएको हो। एउटा अमेजनहरु जस्तै एउटा डियोड्याब भन्ने मैले अनलाइनमै देखेको थिएँ र सामानहरु एकदमै सस्तो त्यही भएर चाहिँ एकपल्ट ट्राई गर्नु पर्यो भनेर मैले अर्डर गरेको धेरै चीजहरु। यो हो स्टिलको टिफिन बक्स। यसलाई 350 अराउन्ड परेको थियो र प्राइस हेरेर सामान त मलाई ठिकै नै लाग्यो। स्टिलको रहेछ र नानीहरुलाई स्टिलको टिफिन बक्समा लन्च हालिदिनु चाहिँ एकदमै राम्रो हुन्छ प्लास्टिकको भन्दाखेरि। र अर्को चाहिँ हो यो प्लास्टिकको कन्टेनर र यसलाई 99 पर्यो। यो तीनटा साइजको रहेछ र यो पनि 99 प्राइस हेरी वर्थ इट हो। यो हो ओइल डिस्पेन्सर। यसलाई 49 रुपीस पर्यो र यसको क्वालिटी चाहिँ एकदमै ब्याड क्वालिटीको रहेछ। 49 हेरेर त ठिकै हो, तर मलाई चाहिँ राम्रो हार्ड क्वालिटी जस्तो लागेको थियो, तर एकदमै सफ्ट र यो चाहिँ मलाई मन परेन। यो हो भेजिटेबल ड्रेनर र यो चाहिँ मलाई एकदमै राम्रो लाग्यो। भेजिटेबल त्यसैमा काटेर त्यसैमा धोएर ड्रेन पनि हुने, हेर्दामा एकदमै राम्रो एट्र्याक्टिभ कलरफुल र क्वालिटी पनि राम्रो रहेछ। यो हो एप्पल शेपको पिलर, एकदमै सानो क्यूट। मैले एप्पल शेपको देखेर मैले किनेको थिएँ, तर यो त छुँदा नै भाँचिहाल्यो र यसको पनि मलाई क्वालिटी राम्रो लागेन। अर्को छ सिलिकन ब्रश एन्ड स्प्याचुला र यो पनि प्राइस हेरेर वर्थ इट। वाटर बोतलको भित्र धुनको लागि एकदमै गाह्रो पर्छ र त्यसलाई साफ गर्नको लागि यो एउटा ब्रश र यो पनि एकदमै रिजनेबल प्राइसमा। अनि यो हो एउटा सिलिकनको लेफ्टओभर फुड कभर गरेर फ्रिजमा राख्नको लागि, तर यसको चाहिँ मलाई क्वालिटी एकदमै ठिकठाक लाग्यो र अब मगाएको छु, युज त गर्न पर्यो। यो हो गार्लिक पिलर। गार्लिकलाई चाहिँ यसले मज्जाले क्रस गर्न सक्ने र यसको यो चाहिँ प्रोडक्ट अलिक मलाई राम्रो लाग्यो। ओभरअल भन्नुपर्दा डियोड्याबको प्रोडक्टहरु प्राइस चाहिँ कम्ती तर क्वालिटी चाहिँ राम्रो नहुँदो रहेछ गाइस। र आज प्रयाको एक्जामको रिजल्ट हो र मलाई आज स्कुल जानु छ। किन छोरा? कहिले रिजल्ट हेर्नु भनेर। हतार त पर्दैछ नि। छोराले कस्तो गरेको छ होला एक्जाम? टेन्सन छौ? छैन नि टेन्सन त है? टेन्सनमा छौ? हैन होला है। पास हुन्छौ मेरो छोरा ल, टेन्सन न। हेरेर पो पत्ता चल्छ त, अहिले सोचेर कहाँ पत्ता चल्छ। बात त सही हो त्यो पनि। सधैँ टिपटप बसौँ भन्छु, तर खै टाइमै पाउँदिन। आज स्कुल जानुपर्ने नेल पलिसको हालत यस्तो, आधी उकिरहेको, आधी नेल पलिस छ, आधी छैन। क्लिन गरेर नयाँ लगाउने त टाइमै छैन र त्यही माथि म अलिअलि लगाएर म रेडी हुँदैछु। अनि प्रयागलाई ज्वरो आइरहेको छ गाइस। हिजो रातिदेखि नै अलिकति सन्चो छैन, राति पनि दबाई खुवाएर सुताएको, तर अलिकति चाहिँ रातिको भन्दा कम्ती चाहिँ भइरहेको छ र पनि हल्का चाहिँ छ। त्यही भएर उसलाई चाहिँ म स्कुल नलाने, नत्र भने चाहिँ उसलाई पनि म लिएरै जाने भनेको थिएँ, किनभने सिधै युनिफर्मको अर्डरहरू पनि दिएर आउनुको लागि। तर उसलाई म लिएर जाँदिनँ र म यहाँ छिटो रेडी हुँदैछु। मलाई चाहिने चीजहरु सबै याद गरेर हाल्दैछु। मलाई मार्केटतिर पनि जानु छ भ्यायो भने, तर मार्केट भ्याइन भने पनि सिटी सेन्टरसम्म जान छ। मेरो चार्जर खराब भइरहेको छ र त्यो पनि बनाउनु छ। आज घरबाट निक्लेको बेलामा एकैचोटी त्यहाँसम्म पनि पुगेर आउनु पर्यो भनेर।
अस्ति मैले मिन्त्राबाट नयाँ सर्ट मगाएको थिएँ र त्यही सर्ट आज लगाएर जाँदैछु। तर नानीले चाहिँ एक्जाममा कस्तो रिजल्ट गरेको छ होला, म त खुसी भएर नक्कल झकल पारेर जाँदैछु गाइस। तर एक्जाम चाहिँ के कसो गरिरहेको होला, किनभने यसपालि त मैले राम्रोसँगले ध्यानसँगले पढाउनु पनि पाएको थिइनँ। प्रयागलाई ट्युसन्स पनि दिएको थिइनँ, जति मैले भ्याएँ र त्यति नै मैले पढाएँ उसलाई। र होप सो पास त भयो होला। मेरो लागि पास मात्रै भयो भने पनि ठिकै छ, नानीहरूलाई म धेर प्रेसर पनि दिन चाहन्न। होप सो राम्रै गऱ्यो होला। मेरो लागि पास मात्रै भयो भने पनि ठिकै छ, नानीहरूलाई म धेर प्रेसर पनि दिन चाहन्न। होप सो राम्रै गऱ्यो होला। भर्खर माथि नै छोडेर म जाँदैछु। रिजल्ट रिसिभ गरिसकेँ र अब म सिधै सिटी सेन्टर जाने, र सिटी सेन्टर गएपछि म तपाईँहरूलाई बताउँछु रिजल्ट के कसो भयो प्रयागको भनेर। फर्स्ट डिभिजन भएछ। म यति साह्रो एक्साइटेड भइरहेको छु, तपाईँहरूलाई म भन्नु सक्दिनँ यति साह्रो म एक्साइटेड भइरहेको छु। यो टाइममा झन् मैले प्रयागलाई टाइम दिन नसकेको, र यही टाइममा नै नानीले यस्तो राम्रो रिजल्ट ल्याइदिँदाखेरि त म तपाईँहरूलाई सेयर गर्नु अब कस्तो खुसी लागेर म तपाईँहरूलाई सेयर गर्दैछु। अघि त म नानीहरूको स्कुलमा थिएँ र स्कुलमा त कहाँ ब्लग बनाउनु होइन, त्यही भएर अहिले चाहिँ म सिटी सेन्टर आएको छु र प्रयागलाई त्यही पिज्जा किनेर लानु पऱ्यो भनेर, र म यहाँ आएर चाहिँ म सुट गरेको। हजुरहरूसँग मलाई सेयर गर्नु मन परेर र एकदमै म खुसी छु। सिटी सेन्टर पुग्ने बित्तिकै सिधा गएँ म आइफोनको सोरुम। मेरो चार्जर खराब भइरहेको थियो र त्यसको रिप्लेसमेन्टको लागि, रिप्लेसमेन्ट भन्दाखेरि पनि पहिला चेक गरेर के प्रब्लम छ त्यो अनुसारले किन्नु पर्यो भनेर, र गइसकेपछि अलिकति वरिपरि फ्लन्ट त गर्नु पर्यो होइन गाइस। र आइफोनहरू के कसो नयाँ आएको छ हेरेँ, जस्ट टाइम पास अल अराउन्ड घुमेर, र फेरि म निक्लेँ म्याक्सको लागि, प्रज्ञानको लागि एक दुईवटा लुगा लिनु थियो। लागि मैले लुगा किनिसकेँ गाइस, र अब चाहिँ म डोमिनोज पिज्जा जाने र छिटो छिटो अर्डर गरेर प्रयाग भएकोमा गइहाल्ने। म एक्सपिरियन्स आमा भएर पनि मलाई पर्फेक्ट साइजको लुगा किन्नै आउँदैन, र प्रयागको टाइममा पनि त्यस्तै हुन्थ्यो। कोही बेला ठुलो कोही बेला सानो लुगा किनी पठाउँथेँ, र आज पनि मैले जस्तो भेटेँ त्यस्तै किनेर ल्याएको छु। र पहिला घरमा गएर ट्राई गर्ने, र साइज मिल्यो भने ठिकै छ, मिलेन भने त एक्सचेन्ज गर्नु पर्यो। पिज्जा देखेर प्रयाग पुरा खुसी हुन्छ, पिज्जा पुरा मन पराउँछ नि त उसले, अन्त सिधै पिज्जा लग्यो चाहिँ उसलाई सरप्राइज दिनु पर्यो भनेर नि। मलतिर आइसकेपछि कति छिटो टाइम बित्छ, टाइम बितेको थाहा नै लाग्दैन। 2 घन्टामा आइपुगिहाल्छु भनेर म निक्लेको, तर 3 घन्टा जस्तो भइसक्यो। फेरि अहिले बाटोमा रोड मेन्टेनेन्स चलिरहेको छ, र धेर ट्राफिकले गर्दा पनि धेरै टाइम त्यहाँ नै गइहाल्यो, र अलिकति सपिङ गर्दा त्यहीँ आधा टाइम बितिहाल्यो। र इट्स टाइम टु गो होम गाइस। फेल भएछौ तिमी त एक्जाममा। कस्तो एक्जाम गर्यौ तिमीले त अन्त? फेल भएछौ त अन्त? राम्रो पढेर जानु पर्दैन एक्जाममा? हेर त के भएछ? यहाँ के भएछ? मेरो छोरा फर्स्ट भएछ। साँच्ची भनेको त फर्स्ट भएछ नि तिमी त। छक्कै परे म त। मार्क्स कति दामी ल्याएछ, सबैमा A+ ल्याएको छौ कि? देख्यौ यस्तै पढ्नु अरे। अन्त म्यामले भन्नुभएको नि मिठा लिएर जाऊ अरे म्यामलाई। हेर्नु भेरी गुड, नेपालीमा त 50 मा 50 ल्याएछ यी। वाउ देख्यौ? तिमीलाई मैले के लिएर त यहाँ यी फर्स्ट भयो नि त मेरो छोरा। अन्त हो ये पिज्जा अझै दात खुसी छौ? लु जक्क बसेर खाऊ अब ल। तिमी पनि खुसी छौ? मम्मी छोडेर जानुभयो, खुसी छौ? ए अब उसलाई त यस्तो छ। छानुलाई मैले के ल्याइदिएको छु हेर त, दादाको चलाउनु हुँदैन।
ए भाइलाई यो ल्याइदेऊ दुईटा को के भयो कसो भयो प्रज्ञानलाई केही मतलब छैन। उसलाई मेरो पर्स हेर्न पाए भइगयो। जति बेला पनि मेरो पर्स पायो भने उसले डल्लै खोलेर पैसा निकालेर गर्ने गर्छ। पर्स भने म खुसी हुनुहुन्छ? खुसी हुनुहुन्छ? खुसी छु नि हौ, पुरा खुसी छु नि। देख्नुभयो म त्यस्तो दामी पो पर्छु त्यस्तो दामी पर्दैन। मेरो छोरा ज्ञानी छ नि। आइस मेरो छोरा ज्ञानी छ दादा। तिमी पनि ज्ञानी छौ? सबै राइट भएछ नि त है? सबै राइट भएछ नि त है? सबै राइट भएछ नि। यो त सर्टिफिकेट पाएको पो त तिमीले फर्स्ट भएर छोरा। स्कुलमा पुरा खुसी हुनुभयो? म्याम पुरा खुसी हुनुभयो नि। प्रयागलाई भन्नु मलाई मिठी लिएर आउनु भन्नु ल भन्नुभयो। के? मलाई मिठी लिएर आउनु भन्नु ल भन्नुभयो। कस्तो राम्रो छ अरे तिमी। बुम 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 भन। बुम बुम। प्रयाग पिज्जा खानुमा बिजी छ र सानो नानी यहाँ बुम बुम खेल्नुमा बिजी छ गाइस। र म यो भिडियो यहीँ एन्ड गर्दैछु साथीहरू। फेरि भेटौँला नेक्स्ट भिडियोमा। भिडियो राम्रो लाग्यो भने लाइक, सेयर एन्ड सब्सक्राइब।